हेलो साथी हो, यो चाहिँ कदमतलाको एरिया हो। विशेष गरेर यो कावाखालीदेखि लिएको चिया मोडसम्म यो बाटो तिमीले एक्चुअलमा मेडिकल जाँदाखेरि यही बाटो भएर जानुपर्छ। यो चाहिँ कदमतलाको एरिया बेसेप एरिया हो। विशेष गरी यहाँतिर दोकानतिर दुधहरू पाइन्छ हो। त्यहाँदेखि तपाईँहरूले यो बाटो डबल वे सिंगल वे हो, डबल वे होइन। अन्त यो नयाँ पेट्रोल पम्प बनिँदैछ। पेट्रोल पम्प नयाँ कन्स्ट्रक्सन चल्दैछ यहाँनिर, नयाँ पेट्रोल पम्प बन्नेवाला छ हो। अन्त तपाईँहरूलाई योहरू चाहिँ एपार्टमेन्टहरू हो, कम्प्लेक्स। अन्त यो कदमतलाको लेफ्ट साइड एरिया हो जो बेसेप क्याम्प। अन्त बेसेप क्याम्प दुईपट्टि छ यो। यहाँनिर तकरिबन सबै कुरो पाइन्छ। यसलाई भन्छ दुर्गा मन्दिर एरिया पनि भनिन्छ हो साथी हो। अन्त तपाईँहरूले यहाँ हरेक थोकै पाइन्छ। पाउनु चाहिँ बेलुकाखेरि तकरिबन दोकानहरू खुलिएको हुन्छ यहाँनिर। प्रायः दिउँसो चाहिँ बन्द हुन्छ यो एरियामा। यो बाटो मेडिकल पनि जानु सक्छ। मेन रोडै मेडिकल बाटो यही हो। हजुरहरूले देख्नु सक्नुहुँदैछ यो एरियामा दोकानहरू। यो मेरो पहिला सेवागाई गर्ने चर्च हो, अहिले त बन्द भएको छ। सानो सानो छोटो दोकानहरू छन् सब्जीहरूको। यहाँनिर चिकनहरू पाइन्छ, माछा चिकनहरू पाइन्छ यहाँनिर। बेलुकाखेरि दिनभरि 24 घन्टा खुलेकै हुन्छ तकरिबन यो त। तर दिउँसो चाहिँ प्रायः बन्द हुन्छ। तर यहाँ चिकनको दामहरू पनि बहुत महँगो छ, मासुहरूको दाम पनि बहुत महँगो छ। 240 रुपियाँ केजी होला यहाँनिर। त्योभन्दा त हाम्रो कालिम्पोङतिरै सस्तो छ। यो एउटा कोल्ड ड्रिङ्क्सहरू केहरू पिउने, आइसक्रिमहरू पाउने जग्गा हो। यो चाहिँ मेन कदमतलाको दुर्गा मन्दिर। यहाँ चाहिँ दुर्गाको ठुलो मन्दिर छ। हजुरहरू यहाँ मन्दिर दर्शन गर्नु आउनु सक्नुहुन्छ। यो मन्दिर हो, साथीहरूले देख्नुहुँदैछ होला। यो मेन ट्राफिक पोइन्ट हो कदमतलाको। यो मन्दिरबाट पानी सप्लाई गर्छ यहाँनिर। पानीहरू खाने पानीहरू त्यहाँबाट लिन सक्नुहुन्छ। यो ट्राफिक पोइन्ट हो दुर्गा मन्दिर या कदमतलाको। यस्तै छ कदमतलाको बजारहरू। विशेष त यहाँ बेसेप एरिया भएकोले गर्दाखेरि बिजनेसहरू राम्रो चलाइरहेको हुन्छ। तर प्रत्येक चिजहरू एक प्रकारले महँगै छ यहाँनिर चाहिँ। तर छोटोमोटा सुविधाहरू बहुत छ। यो हो बेसेपको बोर्डहरू, सीमा सुरक्षा बल। यहाँ 3-4वटा गेटहरू छ यिनीहरूको। मेन साइट यो फ्रन्टियर होला। यो माथिको बिल्डिङहरू यिनीहरूको मेन अफिसहरू हो। म यता कावाखाली ट्राफिक पोइन्टबाट यो भिडियो बनाउँदै चिया मोडसम्म आएको हुँ। यो दुई तरफै बिएसएफको क्याम्पहरू छन्। हजुर देख्नु यो यिनीहरूको मेन अफिस हो, फ्रन्टियर अफिस बिएसएफको। अन्त हजुरहरू देख्नुहुँदैछ यो सब बिएसएफ एरिया हो। यस्तै छ साथीहरू। तपाईँहरू आउनुहुन्छ यता मेडिकलपट्टि भनेपछि यो जग्गाहरू मजाले याद राख्नु होला। हजुरहरूलाई सजिलो पर्नेछ। म आउने दिनमा मेडिकल मोडहरू पनि देखाउनेछु। मेडिकल जाँदा कुन बाटो जानुपर्नेछ। यो चाहिँ मेन चिया मोड भन्छ।